बरु सुन लाउन छोडिन्छ तर खसीको मासु चाहिँ 3000 रुपियाँ केजी भयो नि खाना चाहिँ छोडिँदैन कि। आज छिट्टो मिठो अनि नयाँ तरिकाले रेसिपी लिएर आएको छु। सुरुमा कुकर बसाल्ने, कुकर बसालिसकेपछि तोरीको तेल हाल्ने, तेल तातेपछि मजाले काटेर राखेको प्याजलाई रातो हुने गरी हालिदिने। अनि प्याज रातो भइसकेपछि पालो मासुलाई हाल्ने, मासुलाई पनि मजाले चलाएर एकैछिन ढकलले माथिबाट छोपिदिने। यस्तो गरेपछि पानी निस्किन्छ। अनि यही पानीमा केही पनि नहालिकन मासुलाई सिटी लगाउनको लागि छोडिदिनुपर्छ। 3 सिटी लगाइसकेपछि यतिको हुन्छ। अनि यो पानीलाई पनि हल्का सुक्न दिने। पानी हल्का सुक्न थालिसकेपछि स्वाद अनुसार नुन, बेसार, मिट मसला अनि अदुवा लसुन र जिरा खुर्सानीको पेस्ट हो यो चाहिँ। अनि यति हालिसकेपछि नि मासुलाई मजाले चलाइदिने। अब यसलाई ढाक्न ओर्न केही गर्न पर्दैन, भुटिन दिनुपर्छ मासुलाई। अनि यतिको भइसकेपछि मासु मजाले भुटिसकेको छ। अब काटेर राखेको धनियाँ माथिबाट हालिदिने। अनि यसलाई पालो म सब पनि गरेर देखाउँछु। कहिलेकाहीँ छुट्टै तरिकाले बनाएर खान मन लाग्यो भने चाहिँ यसरी बनाउँछु मैले। अरू थुप्रै तरिकाको पनि भिडियो छ मेरो च्यानलमा, हेर्न सक्नुहुन्छ। अनि मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला। अनि अझै पनि यसरी नै सधैँभरि माया गरिराख्नु होला। थ्याङ्क यू फर वाचिङ।